भर्ती केन्द्र भएको कारणले मैले पीडा पाएको थिएँ। अहिले नवगठित सरकार आइपुग्दा पनि यो नेकपा एमालेकै भर्ती केन्द्रको ब्युरोक्रेट करप्सन कहाँ छ भन्दा म तपाईँहरूको मिडिया मार्फत भन्न चाहन्छु, यो सरकारी वकिलको प्रमुखमा धेरैभन्दा धेरै करप्सन छ र यो प्रमुख चाहिँ अनुचित लेनदेन गरेर हरेक मुद्दाहरू नेकपा एमालेको 12वटा मुद्दा लिएर आएको छु मैले। 12वटै मुद्दा चाहिँ उहाँले जहिले पनि तामेलीमा राख्नुहुन्छ। अहिले प्रहरीले पक्राउको लागि लिएर आउँदा पनि अहिले भागेर बस्नु भएको छ। उहाँ के गर्नुहुन्छ मलाई थाहा छैन। प्रहरीले हामी लिएर आउँछौँ मान्छे भन्नुभएको छ। मलाई लाग्छ बेलुकासम्म पक्राउ गर्छ होला। प्रमुख चाहिँ भाग्नु भएको छ। यो गोर्खा नपाए न्याय जाने भन्ने कुरा तपाईँ हामीले गरेका थियौँ। सुदन गुरुङ के अरे न्याय नपाए हाम्रो सुदन गुरुङले चाहिँ गोर्खाको छोरो पाएको छ। उहाँले चाहिँ पक्कै पनि पृथ्वीनारायण शाहले यो देशलाई एकीकरण गर्नलाई त्यहाँबाट उठ्नु भएको थियो। उहाँले न्यायको सुरुवात गोर्खाबाटै गर्नुभएको छ र म छिमेकी जिल्ला त्यही धादिङको छोरी आज 2 वर्षदेखि सडक माइतीघरमा बसिरहेको छु। गोर्खाको छोराले मलाई न्याय दिनुहुन्छ। म पूर्ण विश्वस्त छु नवगठित सरकार बालेन शाह पुस्तान्तरणको लडाइँ र म यो चुनावमा यही करप्सनको बारेमा घुमिएर एउटा क्यान्डिडेट पनि हो भक्तपुर 2 नम्बर क्षेत्रमा। त्यो अपराधीलाई हामीले जनताबाट लडाइसकेका छौँ। अब प्रहरी प्रशासनले कठाला समातेर ल्याउँछ भन्ने मैले पूर्ण विश्वास गरेको छु। तपाईको जाहेरी दर्ता भयो? जाहेरी दर्ता त अस्तिले पनि भएको थियो। आज पनि प्रहरीकोबाट चाहिँ भएर सरकारी वकिलमा आएको छ। अब पक्राउ अदालत जानुभएको छ। पक्राउ चाहिँ आउँछ आउँदैन मलाई थाहा छैन। मलाई हेरेर न्याय दिने होइन। सयौं प्रमाण तपाईँहरूको मिडियाबाट एकत्र छरिएको छ। म यसपछि समाउन नसक्ने किन र कसरी भन्ने कुरा हामीलाई लिखित जवाब चाहिन्छ। सरकारी वकिलको प्रमुखलाई मैले भनिसकेको छु, तपाईँ नेकपा एमालेको कार्यालयमा गएर बस्नुहोस्। यो जनताले न्याय पाउने ठाउँ हो। जनतालाई न्याय दिन बस्नुपर्छ, नेकपा एमालेको पक्ष पोषण गर्नको लागि होइन भनेर उहाँसँग मेरो टसल परिसकेको छ र उहाँहरू फाइन लिएर जानुभएको छ। तपाईँ मौकामा चौका के भन्नुहुन्छ? मेरो 76 जना भाइ बहिनी मरेका थिए। त्यही जुत्ता लिएर म चुनाव लडेको थिएँ। तपाईँलाई थाहा छैन त्यति बेला पत्रकार साथीहरू? तपाईँ नेकपा एमालेको बन्न छोडिदिनुहोस्, स्वतन्त्र पत्रकार गर्नुहोस् है। तपाईँलाई मैले भनिरहेको छु। त्यत्रो आन्दोलनमा आज यो भएर आज नवगठित सरकार बनिरहेको छ। अनि त्यो सरकार विरुद्ध आज पहिलो दिनमै आएर यिनीहरूले गरेका अलिसान यिनीहरूलाई क्रपटेक गर्न नपाएर अनि त्यो मोह छोड्न नसकेर आज सडकमा उत्रेका हुन्। रमेश लेखा पक्राउ परेका छन्। यो देशको गृहमन्त्री आज नेपाली काङ्ग्रेस डेमोक्रेट पार्टी रहेछ भनेर उदाहरण बनेको छ। आज अनुसन्धानलाई निष्पक्ष छोडेको छ। केपी शर्मा ओली पक्राउ गर्न नहुने, रवि लामी छानेलाई रातारात सुतेको मान्छे पक्राउ गर्यो। कसरी प्रतिशोध भयो? रवि लामी छानेलाई रातारात समाउँदा किन प्रतिशोध भएन? आज उनको मानवाधिकार थिएन? अनि रवि लामी छानेलाई चाहिँ पक्राउ गर्ने, समाउने, रातारात कुदाउने के गरेको अपराधी यस्तो गरेर आज 76 जना मार्ने हत्यारालाई ल्याउँदाखेरि यिनीहरू यहाँ बस्नुपर्ने कारण छैन। यो प्रतिशोध हुँदै होइन, कानुन सम्मत गर्नु भएको छ। नयाँ सरकारलाई काम गर्नको लागि तपाईँहरू जस्तो मिडियाबाट उहाँलाई साथ सपोर्ट र हौसला दिनुहोस्। म यही भन्छु। महेश बस्नेतलाई अस्ति नै पक्राउ गर्नुपर्ने थियो। केपी शर्मा ओलीले बुद्धि पुर्याएर आफूसँगै छोरालाई सिआर गर्न लिएर जानलाई राखेका थिए। सँगै बस्नु नबस्। अनुसन्धान गर्न पाइन्छ। त्यही अनुसन्धान नगरेको कारणले हामी दिनानुदिन माइतीघरमा लडिरहेका थियौँ। कोही मान्छेलाई आरोप लाग्यो भने त्यो अनुसन्धान गर्नुपर्छ। यदि राइट र रङ भन्ने न्यायालय हो, न्यायालयमा जानुपर्छ त्यो मुद्दा। अब न्यायालयले के गर्छ त्यो विषयमा मैले बोलेको छु। केपी शर्मा ओली हिजोसम्म घरमा गरेर पार्टी अफिसमा आएर मजाले बोलेर हल्कालाई खिस्याउँदै बोल्न सक्नेलाई पुलिसले छुने बित्तिकै के भयो? केपी शर्मा ओलीले आज बस्नुपर्ने हो। यो प्रवृत्ति कहिलेबाट बन्द हुन्छ? यो सरकारलाई पनि भन्न चाहन्छु, के हो सुविधा? सामान्य व्यक्ति सडकै ओली हो, ओलीलाई तत्काल लिएर कठाघरमा राख्नुपर्छ, अस्पताल होइन। यो भर्चुअल सुविधा दिन हुँदैन। दिएको हो भने के कारणले दिएको, कति कारणले दिएको र केपी शर्मा ओली र हामी सामान्य व्यक्तिमा के फरक छ त्यो छुट्याइदिनुपर्छ। लडिरहेको छु, लड्छु। मलाई आशा छ सुदन गुरुङले नजिकबाट यो केसलाई निहाल्नु भएको छ। 2 वर्षदेखि माइतीघर मण्डलामा बसेको छु। सारा प्रमाणहरू यथातथ छन्। अनि अहिले पनि यो भड्काउ गरेको होइन। यो सरकार भर्खर नवगठित सरकारलाई आह्वान गरेर तमसा देखाएर बस्ने यस्ता व्यक्तित्वलाई यो पनि अपराध हो। यसैमा पनि उनलाई समाउनु पर्ने आधार छ। साइबरमा मैले मुद्दा दिएको छु। साइबरको मुद्दा पनि मलाई लाग्छ एकछिनमा आउँदैछ होला। केही छिन तपाईँ यहीँ बसिरहनु भयो भने त्यहाँका प्रहरीहरू पनि आउँदै हुनुहुन्छ त्यो मुद्दा लिएर भन्ने कुरा छ। महेश बस्नेत यो मात्रै होइन, धेरै मुद्दाहरू खुल्दैछ। महेश बस्नेतलाई मैले समाकै छैन साथीहरू। मुद्दालाई छोड्दिनँ। मुद्दा छोड्दिनँ। म मेरो अन्याय विरुद्ध लडिरहेको हो। म माथि अपराध गर्ने अपराधीलाई म छोड्दिनँ। बलात्कार, डाका चोरी र भ्रूण हत्या छ। अर्को साइबरको मुद्दा छ। मेरो चरित्र हत्या गरेको कारणले उसको अल फ्यामिलीलाई नै छ, उसलाई मात्रै होइन, उसको श्रीमतीलाई, बहिनीलाई र त्यहाँ नेकपा एमालेका सुमन पुरी, महाराजा गुरुङ, मङ्गल थापा, महेश गिरी लगायत धेरै व्यक्तित्वहरू छन्। र मेरै यही मुद्दामा पनि 5 जना पक्राउ हुन्छ साथीहरू। आज म अर्को कुरा खोलिदिन्छु। 5 जना चाहिँ मतियार छन्। जो अहिले बालवाला मन्त्री, प्रदेशको मन्त्री किरण थापा, नवीन बस्नेत, त्यसपछि गएर सञ्जीव झा, अर्को गएर चरक हस्पिटलको ओनर कपिल पोखरेल। नेकपा एमालेको एउटा गठै जाँदैछ। स्वास्थ्य विभागको प्रमुख पनि हुनुहुन्छ। त्यो नेकपा एमाले यति अपराधी तत्त्व छ भन्ने कुरा तपाईँहरूले केही छिनमा सायद पक्राउ आयो भने थाहा